अब उहाँ लडाइँमा जाने मान्छे ना मर्छ ना बन्छ के सरदार देने न हुन्थ्यो जुङ्गामा आगो लाग्थ्यो त्यो समयमा हाम्रो कति मान्छे मोडे छुट्टी जाने भनेर गाडीमा आगो मान्छे उग्रवादीले त्यो बसै चढाइदिएछ तपाईको गोली आयो हामीले बिचबाट फेरि सपोर्ट दिइरहेको छ नि फायर गरिरहेको छ उग्रवादी डरले भाग्यो हजुरहरु सन्चै हुन्छ त सन्चै छ ठिकै छ आज चाहिँ अब जस बाबाको कहानी आमाको कहानीको बारेमा एउटा जस भ्लग बनाउन गइरहेको छु गाइस तपाईँ हेर्नु होला राम्रो लागेमा शेयर कमेन्ट गर्नु होला है ल बाबा अब कहाँबाट सुरु गर्ने त अब हजुरको मेरो जन्मबाटै सुरु गरौँ है कुन जन्मबाटै सुरु गर्नु मेरो नाम देवबहादुर गुरुङ हो मेरो बुढीको नाम मैना गुरुङ हो मेरो जीवन कहानी भन्दैछु हामी दुईजनाको मेरो जन्म 2010 11/3 भएको हो मेरो बुढीको नाम जन्म 2016 1/16 भएको हो वैशाख 16 गते भएको हो मेरो जन्मथल बिरचेत धादिङ जिल्ला पर्यो बुवा धादिङ जिल्लामा भएको हो म 3 सालको हुँदा मेरो बाबा आमाले धादिङ गुम्दी गाविस ढङ्गरचोक इन्दुमा बसाइ आयो म 3 वर्षको थियो तपाईँ 3 वर्षको हुँदा चाहिँ त्यहाँ बसाइ सर्नुभयो बसाइ सर्यो 12 आमा हजुरको बुवा आमाको नाम बुबाको नाम मेम्बर गुरुङ हो आमाको नाम श्रीमाया गुरुङ अनि हजुरको दाजुभाइहरू अहिले 92 वर्षमा 72 सालमा बित्नुभयो आमा 93 साल यो 75 सालमा बित्नुभयो अहिले 93 वर्षमा 93 वर्षमा बित्नुभयो अहिले मेरो 3 भाइ हो हामी 3 दाजुभाइ नि म सेब्रेट जारको हो मेरो जेठा दाई 19 आसम राइफलको मेरो कान्छा भाइ फस्टार दियारको हामी 3 भाइ लाउने हो ए हजुरहरु 3 दाजुभाइ लाउने हो त्यो दिदी बहिनी हजुरको 2टा दिदीहरू हुनुहुन्छ अहिले कान्छी दिदी बितेर जानुभयो कान्छा भिनाजी नि बितेर जानुभयो अहिले ठुलो दिदी र म छु ठुलो भिनाजु पनि बितेर जानुभयो अहिले हामी दिदी र म मात्रै अहिले चाहिँ हजुर र दिदी हामी दुईजना मात्रै छ भिनाजु भिनाजु चाहिँ युकेको चाहिँ ब्रिटिस आर्मीको लाउरे हो दिदीले अहिले पेन्सन खाँदै हुनुहुन्छ दिदी अहिले 2 पाली चाहिँ युके गएर फर्केर घरमै बस्नुहुन्छ एकदम अनि इन्दु ढङ्गरचोकमा बसाइ आयो हजुरहरु त्यता बसाइ सर्नुभयो बसाइ सरेर चाहिँ मेरो 2टा छोरा एउटा छोरी हजुर 2टा छोरा एउटा छोरी म कान्छा छोरा भयो जेठा छोराको 2टा नातिनी छ हजुर कान्छा छोराको 2टा नाति छ अनि छोरीको एउटा नाति एउटा नातिनी छ हजुरको त्यो फ्यामिलीमा भएको मेम्बरहरू यति हो अनि मेरो जेठा दाइ चाहिँ यहाँ रिटायर भएर आएर 10 वर्ष घरमा बसेर चाहिँ बितेर जानुभयो गाउँमै बिमारी कारणले यो बितेर जानुभयो कान्छा भाइ चाहिँ नागाल्यान्डको उग्रवादीसँग परेर चाहिँ उनी बितेर जानुभयो नागाल्यान्डको लडाइँमा उग्रवादीको त्यतिखेर कान्छा कता श्रीलङ्काबाट वापस भएर त्यहाँ नागाल्यान्डमा सडेको उनीहरूको सरुवा भयो पल्टन सरुवा भन्नेहरूमा त्यहाँ चाहिँ बितेर अहिले बुहारीले चाहिँ अहिले तनखा पेन्सन खाँदैछ त्यहाँबाट 2टा छोरी भाइ दुईटा छोरी हुन्छ
कान्छा भाइको 2टा छोरी छ, 2टै छोरी चाहिँ एउटै घरमा विवाह भयो। अहिले कान्छी छोरी चाहिँ जाने। इटलीमा चाहिँ कान्छा छोरी ज्वाइँ चाहिँ इटलीमा छ, जेठा छोरी र ज्वाइँ चाहिँ अहिले घरमै छ। काठमाडौँमा हो। काठमाडौँमा घर बनाएर बसेको छौँ, इन्फेक्टको घर छ काठमाडौँमा। भनेपछि तपाईँ इदु आउनुभयो बसाइ सरे पछाडि। इदु आएर मैले 3 क्लास पढेँ। 3 क्लाससम्म त्यही तीन- स्कुल त्यहीँ प्राइमरी स्कुलमा 3 क्लाससम्म पढ्यो। स्कुलको त्यहाँबाट नाम थाहा छ त हजुरलाई? हँ? स्कुलको नाम प्राइमरी तमाङ खर्का। तामाङ खर्क प्राइमरी स्कुल होला हैन बाबा? हो। प्राइमरी तमाङ खर्का यो ढङ्गर चोकमा। डाँगर चोक। यो साधोपडीमा चाहिँ पछि साधोपडीमा भएको, पहिला माथि ढङ्गर ए, चोक त्यहाँ पढ्नुभयो। त्यहाँ कति पढेँ। क्लासमा पढ्नुभयो त हजुर? 3 क्लासमा 3 क्लास। 3 क्लास पढेर 3 क्लासमा जाँदाखेरिमा मैले छोड्यो। गरिबीको कारणले चाहिँ धेरै पढ्नु सकेन। त्यहाँ पढेर चाहिँ त्यहाँबाट म 3-4 वर्ष त्यतिकै घर बसेँ। हजुर। अब पढौँ भने अब त्यो बेलामा कापी किताबहरू सबै किन्नु पर्ने पैसा थिएन आफूसँग, नभएको कारणले पढ्नु सकेन। 3 क्लास पढेर चाहिँ घरमै वस्तु भाउ पालेको थियो, बाख्रा चराउने र त गरियो। 3 सालको बाद फेरि म डेहरादुनमा एउटा लाउरेसँग डेहरादुन गयो। ए, त्यस पछाडि स्कुल छोडे पछाडि डेहरादुन गएर त्यहाँ भर्तीको लागि भर्ती देखाएको थियो। इन्डियाको देहरादुन। इन्डियाको डेहरादुन यो उत्तराञ्चलमा हजुर। डेहरादुन हजुर। गयो। त्यो बेलामा सेन्टर उहाँ डेहरादुनमा थियो। जाँदाखेरिमा चाहिँ तिमी सानो भयो भनेर भर्ती हुनु सकेन। त्यहाँबाट घर फर्केर आयो। हजुर। घर फर्केर आएर फेरि मैले सालदुङ गुम्दी गाविस सालदुङमा चाहिँ नि विवाह गरियो। त्यो पनि विवाह गरियो। विवाह गरेर चाहिँ नि 1 सालको बाद फेरि मेरो दाइ 19 आश्रममा राइफलमा थियो। दाइ भाटमा चाहिँ म गयो। ल ठिकै छ बुवा, हजुरको कुरा रोकेँ। अब आमासँग ल आमाबाट पनि सुनौँ। अब बुवासँग कसरी भेटघाट भयो, कसरी विवाह भयो हजुरहरूको केही? मेरो कहानी सकिएन। त्यहाँ ठिक छ बुवा। होइन मैले एकचोटि आमालाई एकचोटि एउटा कुरा सोधौँ नि त। जस्तो कि अब विवाह त भयो हजुरको होइन, अब आमाबाट चाहिँ अब केही होइन, जस्तो कि अब त्यतिखेरको समयमा जस्तो कि तपाईँहरूको लभ म्यारिज भयो कि एरेन्ज म्यारिज भयो कि बुवा आमाले मागेर दिनुभयो? त्यो माग्ने त्यस्तो हाम्रो चलन थिएन बाबु। त्यो जमानामा हाम्रो त बाउ आमाले मन पराउने मागी बिहा हुन्छ त हुन्थ्यो त्यो बेलामा। त्यस्तो लभ म्यारिज भनेको हामीलाई त थाहै छैन। अब इन्डियाको बाउ आमाले जहाँ भन्छ वहीँ जानै पर्ने। उहाँले अब बा आमाले दिनुभएपछि हामी अब त्यही केटासँग जानु पर्ने। त्यस्तो मन पर्ने नपर्ने त्यो हुँदै हुन्न। 14-15 वर्षको मान्छेले कस्तो मन पर्ने के नपर्ने लभ म्यारिज के हो त्यो हामीलाई थाहै छैन। त्यो समयमा थियो। 15 वर्षमा बिहा गरेँ। भनेपछि त्यो कुन भनेपछि कति सालमा? यो इन्डियाको 74 सालमा हो अरे नेपालको कति? 74 भनेपछि लगभग एभरेज इन्डिया 2000 के अरे त्यही इन्डियाको 74 सालमा चाहिँ बिहा गरेँ। हजुर। म त्यहाँबाट चाहिँ 75 सालमा असारको फेरि 10 गते बिहा। असारको 10 गते। असारको 10 गते त्यहाँबाट फेरि म बिहा गरेर चाहिँ 1 साल घर बसेँ। 1 सालको बाद फेरि म भर्तीको लागि दाइ हजुरको ठुलो 19 आसाम सिल्चरमा सिल्चर थियो। हजुर। असम राइफलमा आसाम राइफल। म चाहिँ दाइ भाटामा गएँ। हजुर। गएर दाइले फेरि भर्ती रिक्रुटिङ अफिसमा भर्ती गर्ने रिक्रुटिङ अफिसमा लगेर चाहिँ दाइले मलाई भर्ती गरेर 8 मा भर्ती गर्थ्यो। भर्ती गरेर म डेहरादुन गएँ। तपाईँ भर्ती हुनुभयो? म इन्डियाको 1975 9 जुलाईमा चाहिँ भर्ती भयो। भर्ती हुनुभयो इन्डियन आर्मी? भर्ती भएर चाहिँ उहाँ गयो देहरादुनमा गयो भर्ती हुन ट्रेनिङ गर्नको लागि। देहरादुनमा गएर ट्रेनिङ गर्यो। ट्रेनिङ कति महिना गरी भयो त्यतिखेर? ट्रेनिङ 1 सालको ट्रेनिङ हो। त्यहाँबाट म जुलाईमा भर्ती भएँ। जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बरमा सेन्टर सऱ्यो। त्यहाँ पुरा ट्रेनिङ गर्नु पाएन। सेन्टर सरेर उहाँ शिलङ गयो। शिलङ जानुभयो? शिलङमा जाने रेलमा चाहिँ गरेर पुरा कति दुःख काट्यो। गएर चाहिँ उहाँ शिलङमा गएर अब सेन्टर त्यहाँ हजुर सेन्टर जमाउनु भयो त्यतिखेर? सेन्टर लिएर गयो।
त्यो जिआरको कुन पल्टन भन्नु 5 र 8 जिआरको ए 5 र 8 जिआर जिआरको पल्टन चाहिँ अँ, शिलङमा शिलङमा जमायो हजुर हजुर जमेर त्यहाँ चाहिँ नि पुरा ऊ गरेर त्यहाँबाट चाहिँ नि कसम खायो ए हजुरको ट्रेनिङ सक्यो अनि कसम खानु ट्रेनिङ सकेर शिलङमै कसम खानु इन्डियाको 76 सालमा 1976 सालमा म कसम खाएर चाहिँ नि उहाँ पन्जाब फिरोजपुर सेकेन्ड एड जिआरमा गयो ए सेकेन्ड एड जिआरमा चाहिँ हजुरको पोस्टिङ भयो पोस्टिङ भयो सेकेन्ड एड जिआरमा चाहिँ पारा चाहिँ नि म 2 छुट्टी यी 2 आयो ए इदु भनेपछि त्यसपछि तपाईँ छुट्टीको लागि चाहिँ यता त्यो बेलामा घुम्दी सालमा दार्जिलिङ 2 सालमा एक पालि छुट्टी पाउँथ्यो 2 वर्षमै 4 महिनाको छुट्टी 4 पठा महिना। दिन्थ्यो 4 महिना छुट्टी ल्याएर 2 छुट्टी वहीँ काट्यो इदु ए दार्जिलिङमा ए त्यहाँबाट फेरि बाजे बज्यूले यहाँ गोर्खामा बसाइ आउनु ए बसाइ आउनुभयो तपाईँहरू त्यसको बाद फेरि म तेस्रो छुट्टीमा चाहिँ यहीँ गोर्खामा आयो आएर चाहिँ भनेपछि तपाईँ लाउरे चाहिँ जस बिए गरे पछाडि चाहिँ गरेको 1 सालको बाद 1 साल बाद भनेपछि तपाईँलाई जस बिए गर्न नि फाइदा भयो आमाको भाग्य हजुरको भाग्यको कारणले गर्दा जस एउटा हुन्छ नि एउटा संयोग पनि हुन्छ होइन बाबा ल ठिक छ भनेपछि बसाइ सरेर यता आउनुभयो यता गोर्खा जिल्ला बसेर यता आएर चाहिँ नि मैले चाहिँ नि पुरा के भयो भने बिचमा चाहिँ केटर गर्यो यो अल्मोडा भन्ने जग्गामा चाहिँ केटर गर्यो अल्मोडा इन्डिया अल्मोडा हजुर पहिला एउटा ऊ भन्छु म हजुर हाम्रो पल्टन कहाँ नै तपाईँ सेकेन्ड इयरमा तपाईँको पोस्ट सेकेन्ड इयरमा तपाईँको पोस्टिङ गर्दाखेरिमा सेकेन्ड इयरमा म फिरोजपुरबाट शिलङमा आयो हजुर फेरि शिलङबाट फेरि पल्टन जमायो पल्टन जम्यो जुलाईमा पल्टन जमेर चाहिँ हाम्रो पल्टन हैदराबादमा गयो फेरि हैदराबादमा गयो 7 8 हैदराबादमा गयो हैदराबादबाट फेरि चाहिँ नि लद्दाख गयो ए लद्दाख जानु चाइनाको बोर्डर ए लद्दाखमा गयो लद्दाख गएर फेरि लद्दाखबाट फर्केर आएर चाहिँ नि हाम्रो पल्टन चाहिँ अल्मोडा गयो फेरि अल्मोडा यो उत्तराञ्चल हजुर हजुर अल्मोडा गयो गएर अल्मोडाबाट फेरि श्रीलङ्का जाने नम्बर पर्यो श्रीलङ्का शान्तिको लागि शान्ति सुरक्षाको लागि श्रीलङ्का जाने नम्बर पर्यो 1988 सालमा 1988 त्यहाँबाट फेरि आमालाई चाहिँ घर पुऱ्याएर त्यतिखेर आमा उतै अल्मोडामै हुनुहुन्थ्यो अल्मोडामै थियो आमाले चाहिँ फेरि घरमा पुऱ्यायो अब उहाँ लडाइँमा जाने मान्छे नाम मर्छ नाम बन्छ के उही छैन हो त्यही भएर चाहिँ मैले घरमा चाहिँ पुऱ्याएँ अब तिमीहरू पनि सानो सानो थियो तिमी सानैले त्यो समयसम्म 86 87 88 तिमी 2-3 वर्षको थियो दाइ चाहिँ अलिक ठुलो नै थियो रिता पनि अलिक ठुलो तिमीहरू 3 जना तिमीहरू सबै परिवारले म श्रीलङ्काको लागि जानु अल्मोडाबाट श्रीलङ्का फेरि फर्केर आयो श्रीलङ्का कति समय बस्नुभयो त्यतिखेर हजुरलाई श्रीलङ्का 2 साल बस्यो 2 वर्ष पुरै 88 मा गएको 89 88 89 तकमा 1.5 साल पाउने 2 साल जति त्यहाँबाट चाहिँ मेरो हाम्रो त्यहाँ 11 जना जित्यो 10 जना वार लडाइको छ एकजना चाहिँ कम्पनीको सिओ हजुर सिओ उग्रवादीले मार्यो हजुर त्यहाँबाट फर्केर आयो त्यसपछि त्यहाँबाट राँचीमा आयो राँचीमा आएको इन्डियाको 90 सालमा फेरि उग्रवादी मच्यो सरदारको पन्जाबमा त्यहाँ गयो फेरि सरदार देने नहुन्थ्यो जुङ्गामा आगो लाग्यो त्यो समयमा सरदार भनेपछि पन्जाबी त्यो समयमा त्यहाँबाट त्यहाँ लडे त्यहाँ पनि हाम्रो कति मान्छे मोड्यो छुट्टी जाने भनेर गाडीमा आएको मान्छे उग्रवादीले त्यो बसै चढाइदिएछ उग्रवादीले बसै उडाइदियो बस होइन हाम्रो सानो गाडीमा चढाइदियो बच्चा र हाम्रो सानो गाडी कचकची बनायो मान्छे सब 3 जना उग्रवादीको चाहिँ ठुलो गाडी हजुरहरूको चाहिँ सानो गाडी माथि चढाइदिएर चाहिँ 4 जना छुट्टी आउने पार्टी एउटा ड्राइभर सबैजना एउटा खलासी 6 जना चाहिन्छ त्यहाँ चाहिँ धेरै घटना भयो त्यहाँ पनि त्यहाँबाट फर्केर आयो फेरि राँचीमा हजुर फर्केर आएको फेरि ताङदार लडाइकै लागि लडाइँ
श्रीलङ्काबाट झरेर आयो, हजुर। फर्केर आयो राँची, राँची राँचीबाट फेरि उसमा पन्जाबमा उग्रवादसँग लड्यो, लडेर फर्केर आएको राँचीमा फेरि उहाँ ताङदार पुग्नु यो पाकिस्तानको उग्रवादसँग लड्न पाकिस्तानको बोर्डर पाकिस्तानबाट तङदारमा गयो। तङदारमा गएर म एउटा अफसरको आँखामा पानी पिउनुहुन्छ सिओको आँखामा परेको थियो। त्यहाँबाट चाहिँ मैले 2 पालि हल्दर केयर गरेँ, 2 पालि फेल गरेँ। म चाहिँ नि अब चाहिँ नि नोकरी गर्दैन भनेर चाहिँ नि ऊ गरेको, त्यहाँ मलाई चाहिँ आउनु दिएन। तिमी नोकरी गर्नु चाहन्न भने तिम्रो 3 सालको एसेट डाउन गर्नुपर्छ भने 3 साल एसेट डाउन गरेको रिपोर्टबाट आयो मेरोमा। त्यहाँबाट फेरि बल्ल पेन्सन आएको, पेन्सन आएर घर आयो। कति सालमै पहिलाको पिन्जी इन्डियाको 1995 साल 1995 सालमा रिटायर हुनुभयो रिटायर भएको, अहिले भन्दा 31 वर्ष। 95 26 हो ठ्याक्कै 31 वर्ष भयो अहिले 2006 त्यहाँबाट फेरि 96 सालमा डिसीमा गयो। फेरि दोस्रो सर्भिसमा दोस्रो सर्भिसमा डिसीमा गयो। भनेपछि घरमा लगभग 1 वर्ष मात्र बस्नु 1 वर्ष बस्यो। त्यहाँबाट डिसीमा अब अगस्तमा आएको म। अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फरवरी, मार्च, अप्रिल, मई, 10 महिना। 10 महिना जम्मा 10 महिना भएर मईमा फेरि गोरखपुरमा गएर एप्लाई गरेको, 1 महिनाको बाद नाम आयो, ल तिमी जाने सेन्टर भनेर। उहाँ म यो केरला केनानोर भन्ने जग्गामा गएँ। केनानोर भन्ने जग्गामा गएर चाहिँ नि मैले ट्रेनिङ गरेँ, 2.5 महिना ट्रेनिङ गरेँ। ट्रेनिङ सकेर आएर फेरि म कालिम्पोङमा मेरो पोस्टिङ भयो। त्यहाँ तर इन्डियन आर्मीको पहिलो पेन्सन भइसकेर पनि दोस्रो डिएससी भन्ने सर्भिस गर्न सकिँदो रहेछ। डिएससीमा यस्तो छ, केही बिमारी हुनु चाहन्न, हजुर आफ्नो चाहिँ 57 वर्ष उमेरको बिचमा चाहिँ 57 वर्ष कटेको हुनु चाहन्न, 57 वर्षको अगाडि 15 साल नोकरी, पहिलाको 15 साल नोकरी चाहिँ गरेको, अनि यता होइन त्यहाँ 15 साल नोकरी गर्नु परेको डिएससीमा पेन्सन पकाउनको लागि। त्यहाँ सिभिल धेरै जस्तो मान्छेले त्यहाँ पेन्सन पकाउन सक्दैन। हाम्रो गोर्खाली एउटा दुइटा देख्छ, सबै मधेसीको बिचमा नोकरी गर्ने हो। धेरै जस्तो हामी यो एयरफोर्समा नोकरी गरिन्छ, पानी जातमा नोकरी गरिन्छ, यो जति पनि गोला बारुद बनाउनेमा, हतियार बनाउनेमा ठुल्ठुलो फ्याक्ट्री। हजुरहरू डिएससी भनेको लगभग रिजर्भ फोर्स जस्तो। त्यहाँ कालिम्पोङ गएँ। कालिम्पोङमा गएर चाहिँ त्यहाँ 2 सालको टर्म थियो। त्यहाँ काटेर आएर चाहिँ फेरि म कालिम्पोङबाट मलाई यता पुना पठायो। पुना एम्बेसन फर्केँ। म पनि पुगेँ त्यहाँ गएँ। त्यहाँबाट चाहिँ पुनाबाट मलाई पठायो यता भटिन्डा, यो पन्जाब भटिन्डा, यो फाइटर उडाउने। त्यहाँ गएँ। त्यहाँ गएर त्यहाँबाट फेरि मलाई पोस्टिङ पछाडि त्यहाँबाट फेरि हैदराबाद पोस्टिङ। हैदराबादमा पनि गएँ। म हैदराबादमै गएँ। हैदराबादमा अब्दुल कलामको त्यो मिसाइल बनाउने फ्याक्ट्रीमा त्यहाँ बसेँ। डाक्टर अब्दुल कलाम त्यतिखेर त त्यस पछाडि चाहिँ राष्ट्रपति हुनुभयो। त्यहाँबाट फेरि उधमपुर यता जम्मू आमनी लगाएर गयो। उधमपुरको जम्मू काश्मीर उधमपुर हजुर पनि पुग्नुभयो। त्यहाँ हेलिकप्टरको थियो, हेलिकप्टर एयरफोर्सको हेलिकप्टर म त्यहाँ गएँ। त्यहाँबाट फर्केर फेरि लखनऊमा एयरफोर्सको सिग्नल युनिट थियो। हो त्यहाँ गयो। त्यहाँ चाहिँ आमालाई चाहिँ लगेन, भएन। हो त्यहाँबाट मैले त्यहाँबाट हल्दर केटो गरेँ। लखनऊमा लखनऊमा होइन, उहाँ केनानोर केरला केनानोरमा गएँ ट्रेनिङ गर्नको लागि उहाँ पठायो। यो हल्दर केटर गर्न हल्दर केटर गरेर पास भएर म फर्केर मैले हल्दर लगाएँ लखनऊमा। हल्दर लगाएर 6 महिनाको बाद चाहिँ म रिटायर भएँ। हजुर रिटायर गर्दै मैले अहिले हल्दरको पेन्सन पाउँछ।
भनेपछि तपाईँ 1995 मा चाहिँ तपाईँको पहिलाको जुन पहिलाको रेगुलर सर्भिसको जुन रेगुलर सबै 20 साल गरेर 20 निस्क्यो। वर्ष गरेर निस्किनु भयो। अहिले चाहिँ 17 वर्ष 17 वर्ष गरेर यो इन्डियाको 2013 मा चाहिँ जनवरीमा चाहिँ डिएससी बाट रिटायर देशीबाट म रिटायर भएँ। रिटायर भएर आएर फेरि काठमाडौँमा मैले घर बनाएँ। हजुरले गर्नुहुन्छ। ल बुवा एउटा कुरा रोकेँ मैले, जस्तो कि अब हजुरको यो दुईवटा सर्भिस भयो, जस्तो कि अब यो समयमा तपाईँको जस्तै कुनै लडाइँको किस्साहरू, कुनै अब दुःखदायक अथवा सुखदायक अथवा हुन्छ नि एउटा लडाइँको किस्साहरू केही छ त? अब लडाइँको त यस्तो हो, अब देशको लडाइँ चाहिँ म लड्नु सकेँ। यो म 75 सालमा भर्ती भएको, 71 सालमा लडाइँ भएको थियो पाकिस्तानसँग। 71 सालमा लडाइँ भयो। म त 75 सालमा 4 सालको बाद चाहिँ नि बल्ल म भर्ती भएँ। गर्दा पनि म भर्ती भएदेखि चाहिँ देशको लडाइँ भएको छैन। देश लडाइँ भयो हो। त्यही भएर चाहिँ उग्रवादीसँग चाहिँ 3 जग्गा उग्रवादीसँग लड्यो। कति चाहिँ नि उग्रवादीले गोली हान्यो। मेरो साथीहरू कति मर्यो, मेरो अगाडि साथीहरू। हजुरलाई जस भाग्यले पनि साथ दियो। एउटा दार्जिलिङको एउटा ध्रुव भन्ने केटा थियो श्रीलङ्कामा। अब हामी यस्तो पेट्रोल जाँदै थियो क्या, पेट्रोलिङ जाँदै थियो। कमान्डर मै थियो, एकदम नायक थियो म, कमान्डर मै थियो। यस्तो जाँदाखेरिमा चाहिँ फायर आयो। हामी त पैसामा बस्यो। त्यो केटा त बिजुलीको पोलमा यस्तै सिधा बस्यो। बसेछ उसलाई यो त भने गोली, यो त पछि त कालो फालेको गोलीले। धन्न भगवान्ले बचायो। तपाईँको गोली आयो। हामीले बिचबाट फेरि सपोर्ट दिइरहेको छ नि, फायर गरिरहेको छ। उग्रवादी डरले भाग्यो। त्यतिखेर साथीलाई पनि बचाउनु भयो। त्यसमा पर्यो। पछि साथी आउँदा त यताको कानको थाला पनि छैन, यता पनि छैन। भनेपछि त्यो एउटा रमाइलो पिक्चर रहेछ। त्यहाँबाट फेरि पन्जाबमा कति उहाँहरू साथीहरू मऱ्यो। पन्जाबमा पनि गोली लाग्यो। एउटा एउटा 1.5 दिनको केटा थियो, ऊ अफिसमा मात्रै नोकरी गर्थ्यो कि। अब उसलाई थाहा छैन, उसले ट्विङ्क मात्र पक्राइदिएछ। भने त्यो बम फायर गरिदियो त्यो सानीहरू। त्यहाँबाट त्यो पक्रेर बसेको। अब गोला हाल्ने नजान्ने त्यहीँ झऱ्यो। उग्रवादीले त्यहीँ हानेछ, झरेको होइन। त्यहीँ उसले त हान्नै पाएन, जाने थिएन। त्यहीँ हानेछ, खुद्रुकै मरेर गयो। अरू कतिजना मऱ्यो, धेरैजना मऱ्यो त्यो उसमा। त्यहाँबाट फेरि उता ताङदार भन्ने पाकिस्तानको बर्डरमा कति मऱ्यो। हामीलाई कति गोली हान्यो। हामी त्यहाँ ताङदारमा राति बिहान 4 बजे उठेर उहाँ बटालियनमा उसमा आफ्नो कम्पनीमा खाना लिन जानुपर्ने। 4 बजेर खाना ल्याएर आयो। त्यहाँबाट यस्तो कोल्ड ड्रिङ्क टेस्ट बनाउँछ नि, त्यो टेस्टभित्र दिनैभरि त्यो पुरा रासन पानी लगेर गएर चाहिँ त्यो कोल्ड ड्रिङ्कभित्र लुक्ने दिनैभरि। अब देख्यो भने उग्रवादीले हानिहाल्छ माथिबाट। पाकिस्तानले, उग्रवादीले होइन, पाकिस्तानको यस्तो हाइट थियो। पाकिस्तानको हाम्रो डाउनमा थियो। त्यहाँबाट त्यो झगडा जस्तो भएर चाहिँ पाकिस्तानले हामीलाई त बाहिर निस्किनु न। त्यहाँबाट पछि क्याम्प फायर भएर बल्ल हामीलाई चाहिँ बाहिर निस्किनु। ठुल्ठुलो अफसरहरू चाहिँ उ गरेर आएर चाहिँ त्यहाँ उ गरेर त्यहाँ मिटिङ बसेर त्यस्तो। हामी त 1 हप्ता कन्टिन्यू बिहान 4 बजे 3 बजे उठ्ने, यता दिसा पिसाब गर्ने, 4 बजे खाना ल्याएर आउने। त्यहाँबाट क्वारेन्टाइनभित्र दिनैभरि बस्यो। त्यहाँबाट अँधेरो भयो, बल्ल निस्केर कोही खाना लिनु जाने, कोही ड्युटी बस्ने, यताउता गर्ने। त्यस्तो चाहिँ दुःख काटेको। ल खानुहोस्। हजुर बाबा, ल अब तपाईँको जेस लगभग कहानी मैले सुनेँ। अब यसमा केही छुटपुट तपाईँलाई जस्तो कि भन्न मन लागेर पनि छुटाउनु भएको केही कहानीहरू त्यस्तो केही थियो बाबा? अब छुटपुट जस्तो गोर्खा पालुङटार नगरपालिका 9 निकोटमा बसाइ सरे हो। गोर्खा उसबाट इन्दुबाट। त्यतिखेरको समयमा चाहिँ गाविस थियो। अहिले चाहिँ पालुङटार नगरपालिका भयो। नगरपालिकाको त्यही बेला त गोर्खा जिल्ला मिरकोट गाविस वडा नम्बर 5।
यहाँ चाहिँ बसै सरेको त मलाई नि अलिकति 2041 सालमा यो घर 41 सालमा बनाउनु बनाएको यतापट्टिको घर 3 वर्ष भयो क्या हामीले भनेपछि हजुरहरू लगभग 3 वर्ष यो यतापट्टिको पुरानो 3 घर वर्ष बस्यो कि यतापट्टि 3 पुरानो वर्ष घर। भनेपछि त 40 39 38 भने 37 38 सालमा हजुरहरू 37-38 सालमा आए बसाइ- अब म तेस्रो छुट्टी आएको थियो त्यतिखेर दाइ जन्मिसक्यो ए दाइ दाइ जन्मियो दाइ र दिदी नै किन नजन्मिने हो जन्मेको थियो नानी 10 महिनाको थियो कि यो घर बनाउँदाखेरि त्यो एउटै सालको दाइ घर, जन्मेको 41 थियो। सालको ए हो रिता त। दिदी अँ। अब दाइको जन्म हैदराबादमा हो दाइ हैदराबाद 1981 सालमा जन्मेको इन्डिया हैदराबाद इन्डिया हैदराबादमा तिमी चाहिँ शिलङमा शिलोङ सेन्टर त्यो 58 जिटी सेन्टर शिलङमा चाहिँ म त्यहाँ पोस्टिङ थियो रग्बी खेलाउनुमा हजुर त्यही बेलामा चाहिँ आमा ल्याएर गएको परिवार ल्याएर गएको त्यही बेलामा जन्मेको थियो शिलोङ 86 साल 86 साल 1986 जनवरी 25 जनवरी 25 मा जन्मेको अरू त अब नि शिलङबाट फेरि आलमोडा गयो हुन्छ त ए शिलोङबाट चाहिँ हाल्नु शिलङबाट आलमोडा गएको त्यस सेन्टरमा उठेको थियो शिलङबाट आलमोडा थियो नि त हाम्रो पल्टन आलमोडाबाट हामी घर आयो तबहरू श्रीलङ्का पऱ्यो पछि फेरि हामी श्रीलङ्का जाने भयो के त्यहाँबाट तिमीहरूलाई चाहिँ घरमा लिएर आएछ ल बाबा त्यसो भने अब हजुरको कहानी लगभग मैले सुने अब अनि आमा हजुरले अब जस्तो कि अब भन्न मन लाग्यो तपाईँको कहानीहरू केही घर परिवार अब बुढाले अहिलेसम्म चाहिँ फर्किएपछि चाहिँ सास हजुरले छुट्याइदिनु भयो आमा सरस्वती 2.5 वर्षको थियो उम्, ठुल छोरा 5 वर्षको थियो तिमी दिदी र तिमी अब तिमी 1.5 वर्षको दिदी 2-3 वर्षको त्यो बेलामा त्यति हजुर बेलामा हाम्रो हजुर छुट्टियो के उम्, भाइ बहिनी र अब छुट्टियो बाजे बसासँग त्यो सास हजुर छुटेर आउँछ भएर यता आउनु गोलढुङ्गा नगरपालिका 5 कि 9 गोलढुङ्गा उता काठमाडौँको कुरा गर्नुभयो अब नभन्नु गोलढुङ्गा त तपाईँको अहिले त तारकेश्वर नगरपालिका वडा नम्बर 5 हो पहिला पनि गोलढुङ्गा 5 थियो अहिले पनि 5 थियो हाम्रो त दुःख त मेरो दुःख त कति कति थियो अब के फिल्म बनाउने हो रे एउटा फिल्म भने पनि होइन भ्याउँदैन भ्याउँदैन उम्, त्यो अब त्यो भइहाल्यो दुःख सुख बच्चाहरूलाई हुर्कायो अब श्रीमान अब तिम्रो बाबा भने अब सबै परदेशमा पर्थ्यो सुख दुःख अब घर थाल्यो त्यो बेलामा हामीलाई त कति दुःख अहिलेको छोरा यी बुहारीलाई कति सुख हामीलाई त अब मेल भनेको थाहा थिएन धान घिमा कुट्ने हो मकै कोटो झाँटोमा पिन्ने हो 3 बजे उठ्नुपर्छ हो ड्युटी त कडा नि बाउको अब आर्मीको म गाउँको हो 3 बजे उठेर ढिकी झाँतो गर्ने फेरि 5 बजिसकेपछि भ्याउँछ यहाँ त दैलो कसेर भगरो अनि बच्चालाई मिठो नमिठो बनायो आफू घाँस लाउरमा हुन्छ कि मेला हुन्छ त्यसो गरेर चाहिँ अब गुजारा चल्यो 3टा छोराछोरी हुर्कायो तिम्रो बाबा अब राम्रो सही सलामसँग पिन्सिन आउँथ्यो 2टा छोरी पाउनु पर्ने कुराले छोराहरू पनि अब जागिरहरू खाइरहेको छ सुख दुःख ठिकै छ राम्रो छ हाम्रो परिवारमा अनि हजुरको चाहिँ अहिले अब उता माइतमा चाहिँ हजुरको दाजुभाइ दिदीबहिनी मेरो कतिजना एउटा दाई हुनुहुन्छ बा आमा दिदी सबै बित्नुभयो कान्छो दाई दाई भाउजू भदैहरू चाडा छन् अब मेरो आमाले जन्म दिनुभएको हामी 2 दाजुबहिनी छन् सबै भ्याउनु सबै बित्नुभयो सबै अहिले भनेपछि अहिले घरमा हजुरको माइतमा भनेको हजुरको कान्छा दाइ र तपाईँ मात्र मान्छे मेरो आमाले जन्म दिएको हामी 2 दाजुभाइ अब यहाँ घर कति गर्ने एउटा दिदी अमजु सबै जानुभयो अब हामी त अब होइन यो त अब समयको रीति हो जाने बाटो सबैको हो होइन बाबा अब समय नै हो यही हो अब हिजो बच्चा अब हुँदै अब अलिक बुढो हुँदै होइन अब बिहेबारी हुँदै
अहिले यो समयमा जानेहरू सबै बाटो त उयो अब हाम्रो उमेर पनि छैन अब तिमीहरूले राम्रोसँग कमाउने राम्रोसँग जमाउने आफ्नो छोराछोरीलाई अब बाबुआमा भएपछि अलिकति दुःख छ काट्नै पर्छ काम गर्नै पर्छ नगरेसम्म केही कुरो हुँदैन अब तिमीहरूले चाहिँ बाबुआमाले यति गरिदियो तिमीहरूले राम्रो काम गर्नु असल मान्छे पनि त्यही नै हो बाबुआमाको तिमीहरू राम्रो भएको देख्न चाहन्छ गरिरहेछ मेरो छोरा बुहारी नाता नानी खुसी छ यसमा छोराछोरी हामी बढेर बुढीको छोरा छ छोरीको अब छोराको गरेर छोरा नाता नाति छ खुसी छ भाग्यमानी पनि हो अब यिनीहरूसँग बडाबुढी छोरी छ मेरो छोराछोरी मेरो बुहारी मेरो नाता नातिनी राम्रो छन् काठमाडौँमा पढिरहेको छ अब ठुलो नातिनी ब्यागलर के भन्दै सुझा ब्यागलर पढ्दैछ सानो मान्छे अहिले अब 11मा पढ्दैछ 11मा सुरु अब भर्ना गरेर पढ्दैछन् अब छोरीको नातिनी अहिले नर्सिङ बजी धेरै पढेको बिएससी नर्सिङ गर्दैछ नर्सिङ गर्दैछ नाति 12 पढेर नोकरी सानोतिनो नोकरी खाइरहेको खुसी छ अब कान्छापट्टिबाट कान्छाको नाति जेठा नाति 2मा पढ्दैछ कान्छो चाहिँ अलिक पछौटे भयो कान्छो अलि हुर्किने बाँकी छ हुर्किन्छ मेरो नातिहरू ठुलो नाति अब 9 वर्ष पुग्छ यो मौसीले यहाँ पनि बेचकान गरे होइन अब छोरा बुहारीहरू सबै अब यसो घर कुर्न बसेको यसो जग्गा दिने कहिले यता हामीलाई धेरै जस्तो गाउँमै जाने गाउँमा होइन बस्न सकुन्जेल चाहिँ यहीँ एकछिन बस्ने हो। अब छोरा बुहारी बस्यो आएर बस्ने यसो रेखदेख गर्ने भने बसौँ नभए अब नगएपछि अब नसक्ने काठमाडौँतिर गएर बस्न पऱ्यो आफूले खाना बनाउन सक्ने यसो हिँडडुल रसो बेलुकै अब बस्ने हो गाउँमा नै मलाई त गाउँमै ठिक लाग्छ कि होइन गाउँमै मलाई पनि गाउँमा जे खुल्ला अक्सिजन पाउने अब रुखपात तपाईँको छ। हावापानी ए गाउँमा त कति खाना फ्रेस, राम्रो कति राम्रो अर्ग्यानिक खाना हुन्छ सबै त्यस कारण हावा किन्नु पर्दैन पानी किन्नु पर्दैन सागसब्जी किन्नु पर्दैन खुल्लामा खुल्ला कति राम्रो कति कति ल बाबा आमा अब जियोस् हजुरहरूको कहानी पनि सुने मैले अब मेरो अन्तिममा भनाइ- केही जस्तो कि हजुर आमा बाबाकै अब मनमा लागेको कुनै कुराहरू केही भन्न चाहनुहुन्छ ठिक छ कुराहरू अब जति भन्नु भनिहाल्यो यति हो अब केही चिजको त्रुटि भएको छ भने सबैले चाहिँ सोझाइदिनु सबैले मेरो हाम्रो बुढाबुढीको जो कहानी हजुरहरूलाई राम्रो लाग्यो जो इष्टमित्रहरू जो दाजुभाइ जसले पनि गरिदिनु होला हेरिरहनु भएको छ भने मेरो तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद धन्यवाद जय नेपाल जय नेपाल ल हस् आजको कहानी अब मेरो बाबा आमा अब कहानी यहाँ आएर सकिन्छ गाइज अब ठिक छ अब यस्तै भिडियोहरू ल्याउने कोसिस गर्दछु ल हजुरहरूको समय शुभ रहोस् ल आमा बाबा अब केही समय जस्तो कि हजुरहरूले अब यो इन्टरभ्यूमा साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद ल अहिलेलाई गुड बाई बाई